साथै योभन्दा अगाडि हामीले 2074 सालमा हाम्रो नेकपा एमालेको स्थानीय सरकार भुम्लो गाउँपालिका स्थानीय सरकार प्रमुख हाम्रो गुमान ध्वज कुँवर र कल्पना श्रेष्ठज्यूको नेतृत्व हुँदाखेरि हामीले जति विकासको योजना यहाँ ल्याएको थियौँ त्योभन्दा हाम्रो यो वडामा एउटा एक सिनको पनि भाँच्ने काम भएको छैन। यो अहिले कुनामा हामीले नाली देखेको छ, यो पनि उहाँहरूकै पालमै हो र वडा कार्यालय स्थापनाको लागि बजेट छुटाउने यहाँ गुमान ध्वज कुँवर यहाँ हाम्रो पूर्व अध्यक्षज्यू उहाँकै पालमै हो र स्वास्थ्य चौकी पनि उहाँकै पालम हो। अहिलेको स्थानीय सरकारले यो वर्षको बजेट तपाईँहरू सबैलाई थाहा जम्मा 20 लाख बजेट हुम्ला 9 लाख। त्यो 20 लाख बजेटले के गर्ने छ? केही पनि गर्न सक्ने छैन। र हाम्रो एउटा गुनास एउटा के छ त्यो गर्ने हाम्रो सरकार भयो भने हाम्रो पार्टीको स्थानीय सरकार प्रदेश सरकार केन्द्रीय सरकार भयो भने विकासको छलाङ अवश्य पनि हुनेछ र साथै हामीले 2019 सालको स्थानीय निर्वाचनमा हाम्रै माटोमा हुर्केको हाम्रै माटोमा जन्मेको हाम्रै भाइ भतिजो प्रेम लामा नेकपा एमालेको पालिका अध्यक्ष उम्मेदवार हुनुभएको थियो, उहाँले हामीले जिताउन सकिएन। त्यसमा हामीलाई पछुतो छ र अब आउने स्थानीय निर्वाचनमा साथसाथै सङ्घको निर्वाचन प्रदेश निर्वाचनमा र अहिलेको यो प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको उम्मेदवार कमरेड अशोक बेन्जुलाई अत्याधिक बहुमतले विजयी गराइदिनु हुन म हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रमलाई समापन गरिदिनु हुन वडा कमिटीका अध्यक्ष